7 किलो सुन तस्करीमा 5 वर्ष जेल बसेर निस्किएका फुच्चे फेरि ट्रकमा 25 करोड नगद बोकेर सुन लिन चीन जाँदै थिए। राजस्व संहिता सुन चोरी पैठारी कसुरमा पक्राउ परेको अभियुक्त हुन्। यो नेपाली चाहिँ लगभग 25 करोड 1,60,338 रुपियाँ हुन आउँछ। यो 25 करोड 1,60,000 नेपाली रुपियाँ बराबरका डलर र युरो बोकेर सोमबार साँझ काठमाडौँबाट एउटा ट्रक चीनको केरुङतर्फ हिँडिरहेको थियो। यति ठूलो नगद बोकेर सोनी ट्रान्सपोर्टको ना 7 ख 1652 नम्बरको ट्रक काठमाडौँबाट रसुवा नाका हुँदै चीनतर्फ लाग्ने योजनामा थियो। कसैले यही सूचना अपराध महाशाखाको टोलीमा पुर्याइदियो। सूचना पाए लगत्तै प्रहरीले अपरेसन इको डेल्टा सुरु गर्यो। सूचना पछ्याउँदै लागेको प्रहरी टोलीले गाडीलाई टोखा 6 हरेबाट नियन्त्रणमा